नमस्कार। आज चाहिँ मैले यस्तो इङ्ग्लिसको पाठ लिएर आएको छु जसको एउटा शब्द हुन्छ तर 5 वटा मिनिङ हुन्छ है त। one word several meanings। ल हेर्नुस्, रन डजन्ट जस्ट मिन दौडिनु। रन भनेको दौडिनु त हजुरहरु सबैलाई थाहा छ। यो भनेको दौडिनु मात्र होइन। रन अ कम्पनी, कम्पनी चलाउनु भनेको। रन आउट अफ मनी, पैसा सकिनु। रन इन्टु अ फ्रेन्ड, अचानक भेटिनु भनेको यो भने। ब्रेक इजन्ट ओन्ली मिन टुट्नु। ब्रेक भनेको टुट्नु मात्र होइन। ब्रेक द रुल, नियम तोड्नु। ब्रेक द न्युज, खबर दिनु। ब्रेक डाउन, बिग्रनु वा रोइ पर्नु। होल्ड अल्सो सरप्राइजेस है त। अब होल्ड योर ब्रेथ, प्रतीक्षा गर्नु। होल्ड अ मिटिङ, बैठक आयोजना गर्नु। होल्ड अन, पर्खनुहोस्। ल हेर्नुहोस् है त। यदि हजुरलाई यो भिडियो मन परेमा लाइक, सेयर, कमेन्ट र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। थ्याङ्क यू।